हेलो नमस्कार। आज चाहिँ म र मेरो साथी यानि कि सँगै पढाउने मिस चाहिँ यहाँ सिरुबारी घुम्न आएका छौँ। यो चाहिँ अत्यन्तै रमणीय स्थल रहेको छ। यहाँ चाहिँ पाहुनाहरूलाई बाजागाजाका साथ स्वागत गरिँदो रहेछ। संयोगवश मिसले आफ्नो साथीलाई पनि भेट्नुभयो, कलेजको साथी। अनि हामी सबै गुम्बातिर लाग्यौँ। गुम्बामा चाहिँ सबैलाई राखेर त्यहाँ यो खाजा दिँदो रहेछ, एकदमै स्वादिष्ट थियो। त्यसपछि हामी नाचगानतिर लाग्यौँ। त्यसपछि हामी खाना खाएपछि फेरि त्यही गुम्बामा आयौँ र नाचगान हेर्दै रमायौँ। एकदम रमाइलो भइरहेको थियो। मलाई हेर्नुहोस् न, म यहाँ जाडोले पुरा कर्मु ओढेर यस्तो देखेछु नि। यहाँ दुईजना उहाँहरूको चाहिँ यस्तो डान्स जमेको थियो नि, खतरा नाचिरहनु भएको थियो कि। यता फेरि हाम्रो छुट्टै पारा छ कि तिनजनाको। अनि गेस गर्नु होला ल, हामी कुन गीतमा होला यस्तो पुरा नाचिरहेको जोसमा। साढे 10 बजेतिर आफ्नो रुममा आयौँ। अनि रुममा आएको त साइडको रुममा एउटा मान्छे यति घुर्यो कि हामी त त्यो घुरेको साउन्ड सुनेर सुत्न नि सकेनौँ। के गर्ने अब, हाँस्दै बस्दै। यो चाहिँ भोलिपल्टको खाजा यस्तो मिठो थियो। मलाई स्पेसली यो कोदोको रोटी यति मन पर्यो, ओएमजी। अनि हामी खाजा खाइसकेपछि चाहिँ माथि भ्यू टावरतिर गयौँ। भ्यू टावर कति हो? 5 मिटर। फुलहरू मुस्काउँछ तिमीले देखे।
भनेको त हो नि आफू नसुन्ने कसले ल्याउँछ भन्ने अझै किन सुत्ने हो र हामी यसो के ल यो हामी त्यहाँबाट फर्केपछि अर्को मिसको घर गयौँ सुनिता मिसको घर उहाँको घर गएर खाना खायौँ अनि घर फर्कियौँ बाई बाई थ्याङ्क यू